हेलो साथीहरू नमस्कार। सबैजना आरामै हुनुहुन्छ भन्ने आशा है। आज मसँग छ बाइक चाहिँ केटिएम 250 एडभेन्चर 250 केटिएमको होइन, नयाँ मोडल 2025मा निस्केको होइन, तर अब 2026 त लगाइसक्यो होइन। अब यसको चाहिँ के छ कस्तो छ होइन, यो तपाईँहरूलाई सबैलाई म रिभ्यू दिन्छु र के छ त यो 250मा जुन मूल्य छ यो बाइकको, त्यो मूल्य के राम्रो छ त यो लिँदाखेरि के छ कस्तो छ होइन, राम्रोसँग छोटो मिठो तरिकाले चाहिँ यो रिभ्यू चाहिँ म दिन्छु हजुरहरूलाई। र मैले हेर्नु कस्तो दामी मौसम छ, कस्तो दामी छ कि ट्याक्कै के अरे गाउँहरू छ है। अनि यतापट्टि ताल छ है, कस्तो घाम डुब्दैछ। अब साँझ 5 बजिसकेको छ र बाइक छ यहाँ। बाइक क्या दामी छ नि, लुक्स जस्तो दामी छ होइन। तपाईँको 250 एडभेन्चर 250 केटिएमको है त, दामी छ नि। अब यसको अगाडिबाट जाऊँ होइन, यसको हेडलाइट बालौँ न है त। यसको हेडलाइट बाल्दाखेरि चाहिँ यो चाहिँ यहाँनिर चाहिँ डिआरएल छ होइन, अनि प्रोजेक्टर, यहाँ प्रोजेक्टर हाई बिम भयो, यो लो बिम भयो, लाइट चाहिँ यस्तो दामी छ। अनि तपाईँको यो चाहिँ विन्डसिल्ड भयो होइन, यहाँदेखि चाहिँ हावा पास हुनलाई, किनभने यो यहाँनिर यस्तो ग्याप छ नि, यो ग्याप चाहिँ तपाईँको हावा पास हुनलाई हो क्या। यो तपाईँको नत्र भने चाहिँ यसको ड्र्याग चाहिँ अलिकति हुन्छ नि त, हावाको चाहिँ हुन्छ भनेर यहाँ चाहिँ हल्का छोड्दैछ। यहाँदेखि हावा चाहिँ एयर चाहिँ अलि माथि फ्लो हुने भएर यो चाहिँ भयो। अनि त्यसपछि तपाईँको यो दामी लुक्स चाहिँ बबाल छ। तपाईँको लाइट चाहिँ बबाल के, यो बाइकहरूमा चाहिँ 390 250 होइन, यसको लाइटहरू बबाल छ। तपाईँको प्रोजेक्टर हेडलाइट चाहिँ बबालै पावरै छ होइन। अनि तपाईँको अगाडिपट्टिको यो मजाको फाइबरको हो, दामी छ सेतो। अनि यो चाहिँ तपाईँको WPS को एपेक्सको तपाईँको फ्रन्ट सस्पेन्सन भइहाल्यो के अरे होइन, र UST भइहाल्यो। अनि तपाईँको यो चाहिँ कभर भइहाल्यो होइन। अनि टायर चाहिँ तपाईँको यो टायर चाहिँ 100/90 को 19 इन्चको टायर हो है। यो टायर चाहिँ तपाईँको कस्तो भने चाहिँ 390मा चाहिँ तपाईँको यो ट्युबलेस टायर भइहाल्यो होइन। 390मा चाहिँ कस्तो छ भने चाहिँ 390मा चाहिँ तपाईँको स्पोक व्हिल पाउँछ क्या, अर्को चाहिँ होइन, स्पोक व्हिल र दुइटै पाउँछ। तर नेपालमा चाहिँ स्पोक व्हिल चाहिँ अब तपाईँको प्योरली अफ रोडिङ भयो, यो चाहिँ क्रुज गर्नलाई दामी हुन्छ होइन। अनि तपाईँको चाहिँ डिस्क ब्रेकको कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईँको 320 mm को डिस्क ब्रेक छ, र यहाँ ABS छ होइन, ABS को रिङ भइहाल्यो। त्यसपछि तपाईँको ब्रेकिङ चाहिँ अब तपाईँलाई भन्नै पर्दैन, केटिएमको ब्रेकिङ भनेको चाहिँ यस्तो बबाल हुन्छ क्या, दामी छ क्या यसको। किनभने जुन पैसा छ नि, केटिएमले पैसा चार्ज गर्छ नि, त्यो बराबरको ब्रेकिङहरू चाहिँ एकदम दामी छ है। अनि त्यसपछि मडगार्ड तपाईँको अगाडि फ्रन्ट मडगार्ड भइहाल्यो। र टायर चाहिँ तपाईँको यो ड्युब प्याटर्नमा आउँछ क्या यो होइन, यो ब्लक प्याटर्नमा आउँछ। यो भनेको तपाईँको ग्रिपको लागि पनि बबाल हुन्छ र अनरोड पनि राम्रै नै हुन्छ। एपोलोको 19 इन्चको चाहिँ टायर छ यसमा है त। र अगाडि चाहिँ तपाईँको LED इन्डिकेटर भइहाल्यो, र फुल्ली बाइक सबै LED इन्डिकेटर नै हो। र रेडिएटर गार्ड यो भइहाल्यो, रेडिएटर यहाँ भयो होइन, यसको चाहिँ भइहाल्यो। अनि अगाडिको यो चाहिँ अब तपाईँको क्र्यास गार्ड भइहाल्यो, यो चाहिँ आफ्टर मार्केट हाल्ने हो, कम्पनीले दिँदैन। कम्पनीको चाहिँ अर्को हुन्छ, सानो खालको हुन्छ यहाँ, त्यो सानो खालको अब खासै भनौँ न अब युज हुँदैन, अलिकति मसिनो खालको हुन्छ। र यहाँनिर तपाईँको वाइटमा, अर्को ओरेन्ज कलरमा पनि पाउँछ, र यो चाहिँ वाइट भ्यारिएन्ट भयो, वाइटमा ब्ल्याक भयो के होइन। ट्याङ्की चाहिँ मजाको मेटल हो है, रेडी टु गो भनेको छ यहाँ होइन। अनि 250 भयो, ब्याजिङ भयो यहाँ, दामी। वाइटमा चाहिँ ओरेन्ज टाइपको होइन, कस्तो मजाको छ क्या, दामी छ। अनि यहाँदेखि तल आउँदाखेरि चाहिँ यो चाहिँ कुलेन्ट भयो। यहाँनिर कुलेन्टमा चाहिँ म्याक्स र मिनिमम छ, यो दुइटाको बिचमा चाहिँ हाम्रो कुलेन्टहरू चेक गरिराख्ने हो। यसले चाहिँ इन्जिनहरू हिट गर्नबाट बचाउँछ। र इन्जिन भनेको तपाईँको यहाँ भयो, यो तपाईँको एक्जस्ट यहाँबाट आएर चाहिँ यहाँनिर छ क्या, यस्तो दामी छ क्या। एक्जस्ट चाहिँ कस्तो छ भने चाहिँ तपाईँको
ग्राउन्ड क्लियरेन्स चाहिँ दामी छ है 225 mm को हो 225 भनेको इनफै हुन्छ होइन यति छ हेर्नु एकदम इनफै हुन्छ जबकि एक्सपल्स भनेको 200 हुँदा नि दामी है तपाईँको जस्तो पनि अफरोडिङ गर्न मिल्ने भएर यसको चाहिँ अलिक धेरै नै छ जियोस् होइन 225 mm को भयो होइन ग्राउन्ड क्लियरेन्स होइन एकदम धेरै नै छ दामी नै छ 390 को त अझै धेरै छ होइन अनि त्यसपछि एक्जस्ट चाहिँ यस्तो बबाल छ कि यो एक्जस्टको यो छ नि यो डिजाइन छ नि बाहिरबाट हेर्दाखेरिको स्विङ आर्मको तलपट्टि ट्याक्क के युनिक देखिन्छ क्या अनि अब केटिएमको त अब हरेक पार्ट्सहरू एकदम क्वालिटी नै हुन्छ होइन अनि तपाईँको स्विङ आर्म चाहिँ यहाँबाट यस्तो दामी लुक्समा छ है स्विङ आर्म अनि तपाईँको टायर्स पछाडिको टायर चाहिँ तपाईँको 130/80 को है त्यसपछि तपाईँको यो पनि तपाईँको एपोलोको नि भइहाल्यो अनि तपाईँको यो चाहिँ के अरे 17 इन्चकै हो यो पनि होइन अगाडिको 19 यो चाहिँ 17 हो र ब्रेक चाहिँ रियर ब्रेक चाहिँ तपाईँको 240 छ 240 mm र पछाडि पनि एबिएस भयो र यसमा चाहिँ अगाडि पछाडि तपाईँको स्विचेबल एबिएस है पछाडि तपाईँले अब अफ गरेर चलाउन मिल्नु सक्नुहुन्छ होइन अब पछाडि चाहिँ तपाईँले अफ गरेर अफ रोडिङमा हिँड्न सक्नुहुन्छ किन अफ रोडिङमा चाहिँ तपाईँको एबिएस भन्दा नि नन एबिएस राम्रो हुन्छ क्या तपाईँ अफ रोडिङ जानुभयो भने फुल्ली अफ रोडिङ त नभनौँ फुल्ली अफ रोडिङको लागि चाहिँ अलिकति यो चाहिँ एडभेन्चर टुरिङ बाइक बेस्ट भन्दा हुन्छ यो बाइकलाई चाहिँ होइन र यहाँ पछाडि प्लेन फुट रेस्ट दामी चाहिँ निकाल्न मिल्छ यो चाहिँ निकाल्न मिल्दैन यो चाहिँ निकाल्न मिल्छ यो निकाल्यो भने तपाईँको स्याडलिङ गरेर हिँड्नलाई दामी हुन्छ किनभने त्यो यो चाहिँ ग्रिपको लागि चाहिँ दामी छ ब्रेक पनि दामी छ होइन अनि त्यसपछि तपाईँको ब्ल्याकमा यो प्यानलहरू भयो होइन त्यसपछि यो तपाईँको ब्रेक फ्युल भयो होइन त्यसपछि इन्जिनको तपाईँको च्यासिसहरू यस्तो मजाले यहाँको अर्कोमा ओरेन्ज हुन्छ यो ब्ल्याक र व्हाइट कम्बिनेसन भएर चाहिँ यस्तो छ होइन अनि त्यसपछि इन्जिनको अहिले कुरा गरौँला त्यसो यहाँ माथि आउँदाखेरि तपाईँको यो पछाडि प्लेनलाई चाहिँ ग्र्याब गर्नलाई चाहिँ दामी छ यो लुक चाहिँ दामी छ क्या यस्तो यताबाट आएर यस्तो के एकदम यहाँनिर है सिङ्गल चलाउने राइडरले चाहिँ पछाडि चाहिँ अलिक ठुलै ब्याग भयो भने यो चाहिँ दुइटा कस्तो माथि राखेर चाहिँ यो सपोर्टिङ जस्तो पनि भयो क्या है दामी सपोर्टिङ जस्तो पनि भयो र पछाडि लाइट चाहिँ यस्तो सानो छ टिक्क सानो यस्तो छ क्या न्यारोबाट यस्तरी गएको छ नि त यस्तो न्यारो छ यस्तरी गएको छ क्या यो बाइकको मोडलै होइन दामी छ पछाडिको चाहिँ नम्बर प्लेट भयो एलइडी इन्डिकेटर भयो यहाँ पनि ब्रेक लाइट भयो यो पनि एलइडी छ सबै फुल एलइडी सिस्टम भइहाल्यो क्या होइन अनि यतापट्टि आउँदाखेरि चाहिँ सारी गार्ड छ त्यसपछि चेन तपाईँको यो भइहाल्यो चेन गार्ड भइहाल्यो यो होइन सारी गार्ड भइहाल्यो पछाडि बस्नलाई यो पनि दामी छ पार्ट्सहरू चाहिँ एकदम दामी नै क्वालिटी बबाल छ क्या पैसा तिरेर चाहिँ क्वालिटी नहुने त्यो फाइबर हो होइन इनर फाइबर भयो फाइबर पनि अब तपाईँको दामी प्लास्टिक क्वालिटी के फाइबर क्वालिटी चाहिँ दामी छ क्या अनि तपाईँको अगाडिपट्टि चाहिँ तपाईँको यो चाहिँ ब्रेक के अरे ब्रेक भन्छु यो तपाईँको गियर लिभर भइहाल्यो र गियरमा चाहिँ के छ भने चाहिँ तपाईँको यसमा चाहिँ स्लिपर क्लच भयो त्यसपछि तपाईँको अटो क्विक सिफ्टर चाहिँ तपाईँको डाउन प्लस अप क्विक सिफ्टर प्लस भन्ने छ यसमा फिचर चाहिँ त्यो भनेको तपाईँको क्लच छिच्न पर्दैन कि क्लच नथिचिकन माथि तल तपाईँको एउटा हात पकेटमा राखेर पनि तपाईँले यो चाहिँ मजाले गेयर चेन्ज गर्न सक्नुहुन्छ र एकदम स्मुथ छ यो चाहिँ यस्तो बबाल क्या क्लच जसरी थिच्दाखेरि हाम्रो गियर चेन्ज हुन्छ नि त्योभन्दा स्मुथ क्या यस्तो बबाल क्या मजा आउने क्या बबाल हुँदो रहेछ क्या यो क्विक सिफ्टर भनेको चाहिँ क्विक सिफ्टर भने चाहिँ अब त्यही नै हो नि होइन नयाँ फिचर र केटिएम जानिन्छ पनि त्यहीले केटिएममा इलेक्ट्रोनिक्स भनेको बबाल हुन्छ क्या क्विक सिफ्टर होइन अब राइड बाई वायर भयो इनर सबै यो स्पिड लिमिट भयो क्रुज कन्ट्रोल सबै यही बाइकले निकाले हो क्या सुरु निकाल्छ क्या यो बाइकले चाहिँ केटिएम होइन अस्टिन ब्रान्ड अनि त्यसपछि तपाईँको यो चाहिँ चेन कभर भयो अगाडिको होइन इन्जिन यताबाट यस्तो देखिन्छ हेर्नुहोस् अनि यता पनि ब्याजिङ छ अब सिट चाहिँ तपाईँको यस्तो मजा स्लिम छ पातलो मान्छेलाई त ठिकै हुन्छ होइन अलि मोटो मान्छेलाई चाहिँ अलिक दुख्छ होला पातलो मान्छेलाई पनि सिट चाहिँ कम्फोर्टेबल छ पछाडि बस्नेलाई चाहिँ अलिकति मोटो मान्छे छ भने चाहिँ पछाडि बस्न अलिकति गाह्रो हुनसक्छ है किनभने अलिकति अब यस्तै हो अब प्लेनलाई भनेर बनाएको हुँदैन बाइकले सिट चाहिँ है अनि लुक्स चाहिँ यस्तो छ
यताबाट हेर्दाखेरि लुक्स यस्तो बबाल छ है, दामी छ नि होइन। अनि त्यसपछि यता हेर्दाखेरि ऐना, यो चाहिँ अब ह्यान्ड गार्ड भइहाल्यो, नकल गार्ड भइहाल्यो होइन। तपाईँको कलच तपाईँको स्लिपर क्लच छ है, यो चाहिँ एकदम स्मुथ छ। र स्लिपर क्लच भनेको कस्तो भनेपछि तपाईँको एकदम स्मुथ हुन्छ होइन। अर्को कुरो कस्तो हुन्छ भने चाहिँ तपाईँको सडनली प्यानिक इन्जिन ब्रेकिङ गर्दाखेरि चाहिँ तपाईँको यसले चाहिँ 5 गियरबाट 6 गियरबाट तपाईँको झर्दा डाउन गर्दाखेरि तपाईँको लक व्हिल चाहिँ लक हुँदैन, सिस्टम दामी छ। मिरर इज द बेस्ट के, मिरर चाहिँ यस्तो बबाल छ यो बाइकको, यस्तो छ क्या लुक्स। अब यो डोमिनारको है, यो डोमिनारको मिरर हो, डोमिनारमा जुन छ त्यही नै हो यो होइन। तर डोमिनारको मिरर यस्तो बबाल, त्यही मिरर यहाँ हालिदिएको छ, यस्तो बबाल छ लुक्सहरू, यस्तो दामी छ। यसको पछाडिको भिजिबल यस्तो दामी देखाउँछ। अनि तपाईँको यो चाहिँ तपाईँको अनि ह्यान्डल बार भयो, वाइड छ क्या, अलिकति धेरै वाइडमा छ क्या, चलाउन नि एकदम हुन्छ नि अग्लो मान्छेलाई च्याट जस्तो समातेर चलाउन मोबाइल। यसको की चाहिँ यस्तो छ है, यसको की हेर्दाखेरि चाहिँ यस्तो छ, यसको की चाहिँ यस्तो छ, यसको की दामी छ, केटिएम ब्रान्डिङ लेखेको छ होइन। अनि की चाहिँ यसको यहाँ छ हाल्ने, अरू यता पनि हुन्थ्यो किनभने यो चाहिँ। र यसको एक किसिमले सेमी फेरिङ टाइपको देखिन्छ अगाडिको, यो चाहिँ यहाँदेखि यहाँसम्म एकदम लामो छ क्या। र बसेर चलाउँदाखेरि चाहिँ यो भाग चाहिँ यति लामो देखिन्छ क्या बाइकमा चाहिँ, यति हेभी फिल हुन्छ क्या बाइक। लुक्स अगाडिबाट हेर्दाखेरि यस्तो दामी छ होइन। बाइक चाहिँ मान्छेले फर्केर चाहिँ हेर्छ है बाइक चाहिँ कुन चाहिँ बाइक हो, ठुलो बाइक एकदम 250 सीसीको, अब यति ठुलो हाइट होइन, यति लामो छ क्या बाइक चाहिँ, यस्तो लामो छ क्या हेर्नु न, धेरै लामो छ क्या। अनि त्यसपछि अब मिटरको कुरा गर्नु पर्दाखेरि चाहिँ मिटरमा अब यसको लाइट सिस्टम, कन्ट्रोल सिस्टम चाहिँ हर्न भइहाल्यो, यो चाहिँ इन्डिकेटर भइहाल्यो, यो चाहिँ अब तपाईँको मेनुहरू यो भइहाल्यो, यो चाहिँ हाजर लाइट भयो। हाजर लाइट चाहिँ हेर्नु है, हाजर लाइट यस्तो गरेपछि यस्तै हाजर लाइट चाहिँ बल्छ क्या इमर्जेन्सीमा होइन। इमर्जेन्सीमा फक लाइट टाइपको क्या, अब तपाईँको पानी परेको बेला होइन, अब ढुडी लागेको बेला, त्यस्तो बेला चाहिँ यो लाइटहरूको चाहिँ काम गर्छ। यो लाइट चाहिँ दामी काम गर्छ क्या। अनि अहिले त अब सानो बाइकमा पनि आउनु थालिसक्यो त होइन, भनेपछि यो ठुलो बाइकमा नदिने कुरै भएन। अब मिटरको कुरा गर्दाखेरि चाहिँ यसमा चाहिँ तपाईँको यहाँबाट स्विच कन्ट्रोल पनि राम्रै छ, क्वालिटी छ। र यो ब्याकलाइट छ यसमा है, ब्याकलाइट छ लाइटमा, जो राति चलाउनलाई पनि दामी नै हुन्छ। र यतापट्टि चाहिँ तपाईँको न्युट्रलमा हालौँ होइन, तपाईँको चाहिँ किल स्विच भयो। अनि त्यसपछि यो चाहिँ प्रेस गरेपछि स्टार्ट हुन्छ है त। अनि मिरर चाहिँ यो भइहाल्यो, दामी छ। अगाडिको यो चाहिँ राइट वायर भइहाल्यो, जुन एकदम वायर हुँदैन, इलेक्ट्रोनिकली थटर चाहिँ दामी पावरफुल गर्छ यसले चाहिँ, दामी छ। र मिटरमा तपाईँको यो मिटर भनेको तपाईँको लगभग 5 इन्चको TFT डिस्प्ले, द बेस्ट क्वालिटी, यस्तो दामी छ यो रियलमा। अब तपाईँको मोबाइलमा चाहिँ अब यो भिडियोमा चाहिँ कतिको हेर्नु भएन, यस्तो दामी छ क्या यो चाहिँ। यस्तो चलाउँदाखेरि नि ठुलो यत्रो गियर इन्डिकेटरहरू भयो होइन, अनि स्पिडहरू यस्तो बबाल देख्छ क्या। अनि यस्तै चलाउँदाखेरि चाहिँ तपाईँको एकदम दामी क्या, त यसको भ्यू चाहिँ यस्तो दामी देखाउँछ क्या। बाइक चाहिँ बबालै छ। अनि यताबाट चाहिँ भ्यू चाहिँ यस्तो देख्छ, यहाँबाट एयर चाहिँ माथि भएर जान्छ, र अगाडिको चाहिँ यसले चाहिँ मजाले हावा चाहिँ ब्लक गर्छ, जुन छातीमा आउन दिँदैन है त यसले त। स्क्रिन इन्स्ट्रुमेन्ट क्लस्टरको कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईँको यसमा धेरै कुराहरू छ। मेनुमा गयो भने तपाईँको यहाँनिर चाहिँ मोटरसाइकल भयो, मोटरसाइकलमा तपाईँको यहाँनिर ABS छ होइन। ABSमा तपाईँको चाहिँ रोड मोड र अफ रोड मोडमा चाहिँ तपाईँको यो यहाँनिरको चाहिँ यो पछाडिको चाहिँ स्विच अफ गर्न मिल्छ, जसले गर्दाखेरि ग्रिप राम्रो हुन्छ ब्रेक हान्दाखेरि अफ रोड। नत्र ABS हान्यो भने त ABSले चाहिँ तपाईँको रोक्ने छोड्दिने छोड्दा चाहिँ अफ रोडमा चाहिँ बाइक नरोक्नु सक्छ, त्यही भएर यो अफ गर्ने सिस्टम दिएको है त। अनि त्यसपछि यसलाई ब्याक गरौँ, त्यसपछि डिस्प्ले मोड भइहाल्यो, ब्याक गरौँ। त्यसपछि तपाईँको क्विक कनेक्टिभिटी छ, ब्लुटुथ कनेक्टिभिटी भयो होइन। त्यसपछि अब डेटा टाइम भयो, युनिट भयो। क्विक सिफ्टर भनेको हेर्नु तल र माथि छ क्या, क्विक सिफ्टर चाहिँ तल पनि गर्न मिल्छ, माथि पनि गर्न मिल्छ होइन। अप एन्ड डाउन भनौँ न, त्यो टाइपको छ। अब यसलाई अफ अन गर्न मिल्छ, हामीले अहिले अनै छोडिदिने हो। अनि त्यसपछि अब तपाईँको यो चाहिँ उनी कल भयो होइन,
अडियो कल सबै मोबाइल कनेक्टिभिटी ब्लुटुथ कनेक्ट सबै छ हैन। अनि त्यसपछि तपाईँको यहाँ चाहिँ अब टाइम भइहाल्यो, फोनसँग कनेक्ट भएपछि। अनि त्यहाँ तपाईँको म्याप पनि यसमा हुन्छ, सो हुन्छ र टर्न बाई टर्न नेभिगेसन छ यसमा र यो चाहिँ ट्रिप भइहाल्यो हैन। अनि बाइकको चाहिँ ओभरअल चाहिँ यस्तो छ, यसको स्क्रिन चाहिँ हैन राम्रो छ, ठुलो छ हैन। र TFT भनेपछि तपाईँको एकदम कलरिङ यताउति दामी छ। र यसको इन्जिनको कुरा गर्नुपर्दा चाहिँ यो चाहिँ तपाईँको चाहिँ 249cc हैन, 4 स्टक हैन, लिक्विड कुल र यसले पावर भनेको 31 PS को पावर अराउन्ड 9000 RPM मा र 25 न्युटन मिटर टर्क चाहिँ अराउन्ड 7000 RPM भनेको चाहिँ पावरफुल हुन्छ 250cc मा। KTM बाइक भने चाहिँ पावरफुलै हुन्छ है, चाहे 200cc को होस् चाहे तपाईँको 400cc कोमा, हरेक त्यो छ नि सीसीमा त्योसँग कम्पिट गर्ने कुनै बाइक त्यति पावर चाहिँ हुँदैन। जो राम्रो छ यसको चाहिँ, यसको मामलामा चाहिँ A1 नै छ हैन, पावरको मामलामा A1 छ। र यसको फ्युल ट्याङ्क चाहिँ 14.5 समथिङ यस्तै छ हैन, जसले यसको माइलेज भनेको तपाईँको एक त माइलेज भनेको चाहिँ तपाईँको कसले कति चलाउँछ कसरी चलाउँछ भन्ने कुरो हो। नर्मल्ली तपाईँको सिटीमा हिँड्नुभयो भने 30 सम्म दिन्छ र सिटी बाहिर हिँड्नुभयो भने त्यो पनि आफ्नो चलाइमा तपाईँको धेरै क्रुज गर्नुहुन्न, धेरै अलि लङ स्पिडमा हिँड्नुहुन्न, अलि भनौँ न तपाईँको स्पिड तपाईँको हाई स्पिडमा हिँड्नुभयो भने त्यसको माइलेज चाहिँ अलिक कम दिन्छ। तपाईँको नर्मली 70 को त्यस्तो बिचमा चाहिँ तपाईँ क्रुज गर्नुभयो भने माइलेज चाहिँ बबाल दिन्छ, 35 देखि 40 सम्म दिन सक्छ, चलाइमा भर पर्छ है त। र यसको प्राइस भनेको तपाईँको नेपालमा अहिले चाहिँ 7.5 लाख हो। अब के थाहा पछि बढ्न सक्छ, यसको चाहिँ डिमान्ड भयो। सुरुमा आउँदाखेरिको जुन प्राइस हुन्छ त्यो पछि त्यो हुँदैन, त्यो चाहिँ अभियसली बढ्दै जान्छ हैन। अब त्यसमा पनि अब यसको चाहिँ प्रिमियम जुन छ नि, पावर चाहिँ बबाल छ हैन, ग्राउन्ड क्लियरेन्स बबाल छ, टिपलेस टायर भइहाल्यो हैन, 19 इन्च 17 इन्च टायर। त्यसपछि तपाईँको TFT डिस्प्ले हैन, त्यसपछि 14.5 लिटरको ट्याङ्क भयो, मिरर बबाल छ हैन, अनि लुक्स बबाल छ, दामी छ हैन। अनि 7.5 भनेको त ठिकै जस्तो लाग्छ हैन। अब प्योरली अफ रोडिङ चाहिँ गर्न मिलेन, अब अहिले त्यति अफ रोडिङ पनि खासै सबै ठाउँमा बाटो पुगिसकेको छ हैन। र क्रुज गर्नलाई डबल लोड बसेर हिँड्नलाई बबाल हैन, सिङ्गल जाँदा पनि बबाल हैन, लङ टुर जानलाई बबाल छ हैन, एकदम दामी छ प्राइस। अनि तपाईँको यो चाहिँ 200 mm को 200 mm को चाहिँ ट्राभल डिस्टेन्स छ तपाईँको यो सकमा, सस्पेन्सनमा। पछाडिको चाहिँ 205 होला हैन, र एडजस्ट गर्न मिल्छ है। 390 मा चाहिँ यो एडजस्ट गर्ने हुन्छ यहाँ हैन, त्यसमा चाहिँ मिल्दैन। र पछाडि चाहिँ तपाईँको यसमा मिल्यो है, यसमा चाहिँ एडजस्ट गर्न मिल्यो हैन। यसको आवाज सुनौँ है त, यसको आवाज चाहिँ कतिको छ हैन। अब तपाईँको किल स्विच मजाले, यसको आइडियल साउन्ड चाहिँ यस्तो भयो हैन, साउन्ड सुन्नु चाहिँ किनभने स्मुथ छ, राइड बाई वायर हो। यो चाहिँ मजाले तपाईँको पुल चाहिँ दामी हुन्छ क्या, यस्तो गऱ्यो भने ट्याक्क हाइवेमा चलाउनु भयो भने तपाईँको यसको फिलिङ्स थाहा हुन्छ क्या। हाइवेमा तपाईँको यस्तो स्मुथ हुन्छ क्या, अब हाइवे भनेको एकदम समातिराख्नु पर्ने हुन्छ नि त यो, अनि तपाईँको यो हल्का फुल गरेर सर्रो जान्छ क्या, मजा आउँछ क्या चाहिँ यो चाहिँ तपाईँको है। र साउन्ड चाहिँ यही नै भइहाल्यो। साँझ पनि पऱ्यो होइन, बाइक चाहिँ राम्रै छ। अब लुक्स बाइक चाहिँ एकदम दामी छ, सबैले एकचोटि फर्केरै हेर्छन् होइन। अब चलाइ भर पर्नु पऱ्यो, माइलेज पनि दिन्छ। अब ठुलो बाइक लिएपछि के को माइलेज हेर्ने होइन, तेल हाल्नै कुदाउनु त हो नि। अब साँझ पनि पऱ्यो होइन, तपाईँको यहाँ लोकेसनमा हेर्नुहोस्, अहिले साँझ पनि भयो, घाम चाहिँ अब डुब्न आँटिसकेको छ है। घाम चाहिँ बब्बाल डुब्न आँटिसकेको थियो, क्या दामी, क्या दामी सिन यार, वाउ। ट्याक्क लाएर गाईको अगाडिपट्टि के सूर्यको त्यो पुरा छापके छाया, क्या दामी है। अनि यतापट्टि यस्तो छ गाउँ मजाको होइन। त्यसपछि अरू त त्यस्तै हो, हस् त। अनि सब्सक्राइब गर्नु होला। अनि बाइक्स अब कसैले किन्नु छ भनेपछि नजिकको सोरुममा गएर बुझ्न सक्नुहुन्छ होइन, अहिले कतिको एभाइलेबल छ र बुझेर किन्नु होला होइन।
अब फुल क्यासमा लिन पनि सक्नुहुन्छ, फाइनेन्स पनि छ यसको, मजाले लिनु होला। नजिकको सोरुममा गएर चाहिँ बुझेर लिनु होइन, बाइक राम्रो छ चलाउनुलाई होइन। र यसको मूल्य भनेको 7.5 लाख रुपियाँ छ है त। ल भेटौँला अर्को भिडियोमा भेटौँला। हस् त।